लिग जितेको छ। दुईजनाले मात्रै एउटालाई जित्छ होला गाइस भ्यालेन्टिनमा। तर एमएलको यार पुरै नगरौँ कि माटो नि यस्तो दामी खेल्छ यार। अनि फाइनल 9 तारिकमा हुँदैछ है पोर्चुगलसँग। क्रिस्टियानो रोनाल्डो यामाल। एउटा 17 सालको केटो एउटा 40 सालको बुढो भनौँ कि माटोमा के भनौँ यार। खेल यस्तो खतरा छ रोनाल्डोको पनि है। 40 साल भइसक्यो यार माटो अझै पनि यस्तो दामी खेल्छ यार माटोले। जे होस् फाइनल हेर्नुपर्छ केटा हो गाइज 9 तारिकमा बबल हुन्छ है म्याच फाइनल। कुन जित्छ फाइनल कमेन्ट गरौँ है गाइज। रोनाल्डो या यामाल, पोर्चुगल या स्पेन कुन जित्छ।